जग्गाको अंशियारको हो। किताब नम्बर 2 मा त राजकुलो परेको छ सर। आजकल महानगरले घर पास गर्छ, जग्गा पास गर्दैन। यो त घर त बन्छ तर जग्गा थोरै छ। हुन्न के यो हुन्न। उता फाँट नम्बर 6 मा जान्छ। 6 मा लाल पूर्जा हरायो। यहाँ हुन्न। उताबाट 3 नम्बर जान्छ। कहाँको जग्गा पास गर्न लाग्नु भयो? बाहिर हाम्रो मान्छे छ। यहाँ हुन्न, काम चाँडो। मेरो सर हुनुहुन्न? हुनुहुन्छ होला, जान्छ हेर्नु। फाँट नम्बर 3 मा जान्न। 3 मा बुढीको हस्ताक्षर गरेर ल्याउनु त। हस्ताक्षर छैन, हस्ताक्षर। जग्गाको कर तिर्नुहोस् पहिले। कर नतिरे के हुन्छ त? मालपोतको काम त्यति सहिलो हुन्न नि, टाइम लाग्छ नि। 3 आना 2 दाममा त के घर बन्ला र? घर बने पनि नक्सा पास हुन्न। बाटोले जग्गा काट्नै छ। बाहिर मान्छे लाइन छन्। एकछिन सिस्टम बिग्रियो भन्नुपर्छ है क्या सर? मान्छे टन्नै छ। यहाँ छैन चाहिँ जिल्लाको ढड्डामा गएर हेर्नुहोस्। सरसर्ती हेर्दाखेरि जग्गा पास भयो भने पछि फेरि अदालतमा मुद्दा पुग्छ। यो अंश दाबी गर्ने मान्छे टन्नै छन्। कानुनले जे हुन्छ त्यही गर्ने हो। अब कानुनले नभनेको कुरो त हामीले गर्न मिल्दैन नि त दाइ। भिड गरेर नबस्नु त। सिस्टम बिग्रिएको छ। उता जानु त। उता के हो र यहाँ? सर तपाईँसँग थोरै छ त?